हेलो के छ गाइज हिँड्यो यार अब न्यू रोडको बजार छोडेर हिँड्न लागेको छ भिडियो हेर्ने सम्पूर्ण दर्शकबिनहरूलाई म स्वागत गर्न चाहन्छु एकपटक जो भिडियोमा नयाँ हुनुहुन्छ च्याक्क फेसबुकलाई फलो गरिदिनु होला हैन गाह्रो नमानिकन अनि जो युट्युब च्यानलमा पनि नयाँ हुनुहुन्छ उहाँले प्लिज एक सब्सक्राइब चाहिँ हानेर गइदिनु होला एक सब्सक्राइब हानिदिनु होला अनि एउटा बेल आइकन चाहिँ क्लिक पारिदिनु होला है त ल अरू चाहिँ अब नजारा हेर्नुतिर लागौँ हाम्रो गफ बिचमा भइराख्छ होइन त गाइस यस्तै छ है पसलहरू बन्द हुँदैछन् अब हामी चाहिँ बिस्तारै अब न्यू रोड बसन्तपुर हुँदै ट्याक्क विष्णुमती कडेर निस्किन्छौँ भोक पनि लागिसक्यो यार यस्तो जग्गा यार काठमाडौँमा नयाँ आउने मान्छेले त गाह्रो पो छ हौ हिँड्न पनि यस्तो गल्लीहरू छन् यस्तै छ अब सुरुमा म काठमाडौँ आउँदाखेरि एउटा गल्लीबाट अर्को गल्लीमा छिरेर पसिना छुट्थ्यो कि बाटो भेट्न नसकेर अहिले त जे होस् अब आएको नि 1 वर्ष भइसक्यो यस्तो गाह्रो पर्दैन हिँडिन्छ आनन्दले अहिले त गाइज सब्सक्राइब हान्न र फेसबुकमा फलो हान्न चाहिँ नबिर्सौँ है यसो भिडियो मात्र नहेरौँ कि ट्याक्क एक हान न फलो त्यसमा र होइन आमा भगवान् के गर्नु त त्यस्तो लगाएर हिँड्छ नि त के गर्नु है काठमाडौँ सहर हो के गर्नु त अब काठमाडौँ सहर हो गाउँ भएको लाज लाग्नु अब काठमाडौँ सहरमा यस्तो देखिन्छ अब के भन्छ त्यो गर्मी लागेपछि केटीका के देखिन्छन् अनि कुकुरका जिरोड देखिन्छन् भने यही हो अब के भन्छ अगाडि देखिन्छ होइन होइन गाइस के भन्छ है अब त्यस्तो देखाइदिएर हिँडिन्छ अब आँखा चिम्बो गर्ने कुरो आएन बाटो हेर्नै पऱ्यो त्यो त्यस्तो लाउने मान्छे चाहिँ उसले हुने होइन र के गर्छ हौ ओ क्यामराज अगाडि यमराज आएछ यमराज आउनु भएछ अगाडि लै परे लै त्यस्तै गाइस काठमाडौँको बाटो बिस्तारै घिर्सिँदै भएर हिँड्नुपर्छ होइन तर नजारा चाहिँ दामी देखिन्छ क्या यार माटो पनि यता उता ट्याक्क लाइटिङ हुन्छ होइन ओ अगाडि चट्टको मन्दिर देखिरहेछ यो चाहिँ बसन्तपुरको ठाउँ है गाइस नझुक्किन् सुरुमा झुक्किन् त मै थिएँ अब यसो काठमाडौँ बस्ने त के झुकिनु छ र अब हामी जस्तो मान्छे हो सुरुमा नयाँ मान्छे चाहिँ झुक्किने हो कुन ठाउँ आयो के ठाउँ आयो झिलिमिली बत्ती भन्ने मान्छे चाहिँ लै बरी यो के किन बन्द गर्नु हेलो बरी लै यतै हो त्यहाँ त पाइन्न होला यार भाडा खै बन्द नहुनु पर्ने यता पनि प्लास्टिकको भाडा त छन् त पहिला त्यही पसलमा जानु यही पसल आयो ल घर त बा यो होइन क्या यही हो जाउँ होइन
झट्ट सामान किन्नुपर्छ अरू कुरा त्यस्तै हो किन बन्द गर्ने यहाँ खिच्ने भनेर त ल्यायो होइन अनि दाजु के छ सन्चै आरामै तपाईँले त मलाई चिन्नुहुन्न म चाहिँ तपाईँलाई चिनेर आइरहन्छु त्यही हो केही छैन तपाईँले मेरो बोली बिस्तारै बिस्तारै चिन्नुहुन्छ के रे चाहियो थिच्ने त्यो ऊ हुन्छ नि अर्कोमा छैन सिल्भरको छैन कति पर्छ त्यस्तोलाई यो हजुरको लागि 650 किलो आमा साक्दै नखाइदिनु नि त यार तपाईँले सम्झि किलोको जोखेर यो हेभी खालको एक चोटी लाग्यो भने तपाईँले हैन 800 900 घटी किलोको पाउँदैन यो ओरिजिनल तपाईँले सम्झि आइरहेछ नि यति गर्नु त कहाँ हैन 650 मा किलो कहि दिदैन होलसेलै छ 650 कस्तो ठिक हुन्छ यो अर्को राम्रो हुन्छ कस्तो अर्को सिल्भरको एउटा हुन्छ सिल्भरको त्यो छैन अन्त हेरी महँगो पर्छ दाइको पसलमा होलसेल भनेर आएको के अरे हजुर अलि सानो त अब सानो हुन्छ यत्रो यत्रो हुन्छ तर हामीले यत्रो ठुलो नि चाहियो होइन यस्तो सानो सानो चाहियो हो के गर्ने यही लाने कि अरू खोज्ने हो सिल्भरको नै पाउँछ त्यो छैन छैन